यो इन्डोर प्लान्ट एकजना हाम्रो बन्धुकोबाट आएको थियो। उहाँले यहाँ घर आउँदाखेरि जेस ल्याएर दिनुभएको थियो। अनि यो मैले घरको त्यो कर्नरमा राखेको थिएँ। अनि कर्नरमा कस्तो हुन्छ भने सुर्लुक्क गयो भने त्यसले धेरै एरिया कभर गर्दैन, झाँगिन लाग्यो भने अलिकति एरिया कभर गर्छ। त्यही भएर 1 महिना भइसकेको थियो ल्याएको। अनि त्यसपछि यसले साइडबाट हाँगा हाल्न थाल्यो। मैले अनि बाहिर निकालेर काटछाँट गरेँ। अब यो कस्तो हुँदो रहेछ भने इन्डोर प्लान्टलाई अब कुन सेपमा ढाल्ने भन्ने कुरा अब ठ्याक्क ख्याल गर्नुपर्छ। अब कर्नरमा राख्दाखेरि धेरै वाइड भयो भने एरिया कभर गर्छ। अब बिचमा कतै केही कुराको बिचमा राख्न पऱ्यो भने हल्का झाँगिएको हल्का वाइड टाइपको भयो भने पनि राम्रो देखिन्छ। तर कर्नरमा राख्ने चाहिँ अलिकति सुर्लुक्क माथि गएको राम्रो देखिन्छ जस्तो लाग्छ मलाई। त्यही भएर मैले बाहिर निकालेर यसो काटछाँट गरेको हो। काटछाँट गर्दाखेरि चाहिँ मैले टुप्पादेखि तलसम्मका सबै माथिको मेन छाडेर सबै कुरा काटेको छु। अनि यो मैले किन सबै काटेको भने यसलाई माथि जाओस्, अलि माथिसम्म जाओस्। अनि ठ्याक्क कुन हाइटमा सम्म जाने हो त्यो हाइटसम्म गइसकेपछि त्यसको टुप्पो काटिदिन्छु मैले। अनि त्यसपछि जस्तै लेभलमा हल्का बसिरहेको छ। अनि अर्को कुरा कस्तो हुँदो रहेछ भने यो इन्डोर प्लान्टहरूलाई 2-3 महिनामा एकचोटि टुप्पादेखि पैतालासम्म बिजाउने। सरेर माथिबाट पानी हालेर त्यसरी भिजायो भने के हुँदो रहेछ भने पानी सरेर ड्रेन हुने। अनि त्यो भइसकेपछि जस हप्ता दिनसम्म पानी नहाले पनि खासै केही हुन्न। यसरी यो इन्डोर प्लान्टको लुक आफ्टर गर्नुपर्छ भन्ने मैले सुनेको थिएँ है त।